नमस्ते, म सुरेश नेउपाने यही तानसेनवासी भनौँ। अनि हामी चाहिँ आज ढुङ्गाखानीको यो टाकुरा भनौँ अथवा टापु भनौँ के भनेर चिन्नुहुन्छ, अब हिल भनौँ, हिलमा आएका थियौँ। यहाँ चाहिँ एकदमै रमाइलो, एकदम रमणीय, एकदम मन भुलाउनलाई, पीडामा हुनुहुन्छ भने मन भुलाउनलाई हुन्छ कि रमाइलोमा हुनुहुन्छ भने सङ्गीत गाएर रमाइलो गर्न चाहनुहुन्छ कि दुःखमा हुनुहुन्छ भने घुमेर रमाइलो गर्न चाहनुहुन्छ भने यो ठाउँ एकदमै उत्तम लाग्यो, एकदम उत्कृष्ट लाग्यो, सर्वोत्कृष्ट लाग्यो। शब्दमा नजानुहोस्, यो मेरो भावनामा जानुहोस्। ठाउँ एकदम राम्रो, रमाइलो, एकदम सुन्दर छ। यदि तपाईँ तानसेन नजिकै हुनुहुन्छ, बुटोल आसपास हुनुहुन्छ अथवा लुम्बिनी प्रदेश नजिकै हुनुहुन्छ भने तानसेनतिर अथवा यो क्षेत्रमा आउँदै हुनुहुन्छ भने यो तानसेनदेखि लगभग 2-3 किलोमिटर पश्चिमतिर ऋणी जाने बाटोदेखि ढुङ्गाखानी भन्ने चोकबाट थोरै माथि लाग्दाखेरि यो रमणीय ठाउँ देख्न सकिन्छ। यहाँ आउन नभुल्नुहोला, यहाँको सुन्दरतालाई अवलोकन गर्न नभुल्नुहोला। यहाँबाट देखिने माडीफाँटदेखि लिएर ढुङ्गाखानीदेखि लिएर अनि यता तपाईँ उत्तरतर्फ हिमालका दृश्यहरू देख्न सक्नुहुन्छ। अहिले तुवालो लागेको भए पनि अरू बेला एकदमै रमाइलो ठाउँ छ, सल्लाहगारी छ। अनि पिकनिक गरेर बस्न चाहनुहुन्छ भने, रमाइलो गर्न चाहनुहुन्छ भने एकदम उत्कृष्ट छ। यो ठाउँलाई नबिर्सनुहोला अनि एकचोटि घुम्नुहोला। धन्यवाद।